सबिन अब भुन्टीले के गर्लिन् त अब के भूपेन्द्र र भूपेन्द्रको दाइको सम्बन्धमा खटपट आउला त आउनुहोस् यसमा केही कुराकानी गर्न छौ त्योभन्दा पहिला हजुरहरूलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। दर्शकबिन बिचरा भुन्टीले कति ठुलो आश गरेर आइथिन् कि अब यस्तो खुसीको कुरा सुनेपछि मलाई मेरो श्रीमानले माफ गरिदिनुहुन्छ भनेर एकदम ठुलो आशले भरोसाले घर आएकी थिइन्। तर अहिले भने भूपेन्द्रको यस्तो रूप देखेर भुन्टीको मनमा एकदम गहिरो चोट परेको छ। भुन्टीले भूपेन्द्रमाथि गरेको यस्तो मायाले पनि अझै भूपेन्द्रले बुझेकै छैनन् कि भुन्टीले भूपेन्द्रलाई कति माया गर्छन् भनेर। तर भुन्टीले भनेकी छिन् कि तपाईले मलाई यो समयमा दिएको यति ठुलो उपहारलाई मैले कहिले पनि बिर्सिन्न भनेर बिचरा एकदम मन दुखाएकी थिइन्। उता दाइ भने एकदम रिसाइरहनु भएको छ। यस्तो कुरा सुन्दा झन् अब भूपेन्द्रको दाइले भूपेन्द्र र भुन्टीको सम्बन्ध विच्छेद हुन दिनुहुन्न, किनकि थाहा छ भुन्टी कस्तो मान्छे हो भनेर भूपेन्द्रको दाइलाई एकदमै थाहा छ। त्यसैले भुन्टी जस्तो घरमा बुद्धिमानी मान्छे हुने हो भने घर नै उज्यालो हुन्थ्यो भनेर भूपेन्द्रको दाइले भन्नुभएको छ। अझ यस्तो कुरा गर्छस् तँलाई अलिकति लाज लागेन भनेर भन्नुभएको छ। भूपेन्द्र र सम्बन्ध विच्छेद हुनु हुँदैन भने जतिले कमेन्टमा भुन्टी लेख्न नभुल्नुहोला भन्दै म यहाँ बिदा हुन्छु। धन्यवाद।